Finally, we are ready to go next Namagar. Hello guys, finally हामीले चाहिँ मामा घरमा टिका लगाइसक्यौं अनि यहाँ मामाको छोरी तिम्रो नाम के अरे सोनिया 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 भाइ बोनिया मामाको छोरी सोनिया नाम कति राम्रो छ नि सोनिया नाम साह्रै राम्रो छ आज ऊ के अरे असोज है सानीमा 2082 साल असोज 21 गते चाहिँ हामी यहाँ यसरी डुल्दैछौँ है त मैले यो डेट चाहिँ किन भनेको भने हामी चाहिँ यहाँनिर आइराख्दैनौँ कि 6-7 वर्ष पछि मात्र आउँछौँ अब फेरि यहाँनिर फेरि त्यस्तै 6-7 वर्ष पछि मात्रै आइन्छ होला सो यो डेट चाहिँ भनिराखेँ त यो भ्लगमा रहिरहेको छ सो हामी कहिले आएको थियौँ यहाँ भन्दाखेरि 2082 साल असोज 21 गते चाहिँ हामी भिजिट गर्दैछौँ दिस इज सो रोमान्टिक कस्तो लाग्यो त धेरै पछि आउँदा एकदम रमाइलो फिल भइरहेछ हजुर गाइस यो चाहिँ फाकुलाको गाउँहरू यहाँनिर चाहिँ भर्खरै मात्र रोड आएको नत्र बाटो छ सो गाइस दिस इज दुम्ले कस्तो राम्रो दुम्ले मामा घाँस काट्न सघाउन सुन्न पर्यो यहाँ चोर्न आयौँ है चोर्न डल्लो खालको रहेछ पुग्छ बहिनी बहिनी पुग्छ एउटा मात्र लैजाउँ ठुलो चाहिँ टिप न ठुलो सो गाइस म चाहिँ मामालाई काँक्रा चोर्दैछु है त चोरौँ कति डर हुन्छ क्या आउँदैन दिदीलाई त भन्दै थियो आयो मामा घरको काँक्रा आएछ ठुलो जिम गर्ने बेला चाहिँ यो लिएर त कति मात्रै गर्नु न सोलो चाहिँ राम्रो हो नि त राम्रो देखेको छ नेपाली ड्रेस चाहिँ हो नि त नि ल ह्याप्पी दसैँ गाइज बोला ह्याप्पी दसैँ मामा घरमा अनि मामा घरको छोरीहरू यहाँ आमा यहाँ चाहिँ अब हामी टिका लगाएर फोटोसुट हुँदैछ हाम्रो टिका लगाइ फोटोसुट गरी मामा घरमा बाछो थिएन बाछो पहिलो मर्नु थियो कि एउटा बाछो मरेको एउटा बाछोको त दुईटाको माउका बाछाको अब यस्तो छुट्टिनुहरू सबै काम सबै थियो होइन निधार कालो सुन यहाँ पनि रहेछ भाइ लुकेर ल यहाँ चाहिँ फोटो खिच्ने कार्यक्रम अब कति टाढो पढेको त नि त्यही त कति वर्ष अहिले 12मा 9मा कसरी त पढेको र सानोमा स्कुल चढाए होइन अनि यो त धेरै छिटो भएन होइन कपाल लामै हो यतिको कपाल लामै हो एउटा
स्याम्पो लगाउँदैन बुढा पनि होइन स्याम्पूले त झन् बिगार्छ धन्दा गर्ने साबुनले भेटेर साबुनले राम्रो साबुनले नानी सुताइराख्नु भएको छ उठेर चक्र गरिसक्यो होला साह्रै रुन्छ फेरि नोचेट कुट्न भएको थियो खुट्टै निकालेर यहाँ मछेड गर्छ नोचेट नछन् होइन खुट्टै निकालेर खाइसक्यो ज्याकेट नि एउटा चाहिँ थियो है कतिवटा थियो राखेको छु अनि के ज्याकेट यसले कता भान्सामा छोड्ने ल गयौँ है टिका लाउनु पायौँ फर्स्टचोटि टिका लाउने बेलामा आयौँ खुसी ल गयो उनीहरू राम्रो पढ्न ल गयो आमा अब भेट्दै गर्नुपर्छ ल ल ल ल गयो है माइज मिठो मिठो खायौँ मिठो ल एकछिन कुदो टिका लगायो है मोबाइल भएर चाहिँ कान्छी बिनी त हेर सानामा यस्ता टिका के लगाला भनेर रिस उठ्थ्यो अहिले त खुसी लागेको छ मलाई सानामा त अब नौटङ्की गर्ने टाइमै हुन्थेन यिनीहरू पो भाग्यमानी छन् हेर होइन छन्मा तपाईँहरूले लाउनु भयो सानामा लाउनु भएन बिचरा हेर अनि हामी एउटै टुर यी चाहिँ भाग्यमानी नि हो लाकालाई हिँडेकै नि सानोमा लाउन पाएन अब ठुलामा लाउने रहर गरेको हिँड्नै सकेन होइन सानोमा भएर खुदै त पुगिन्थ्यो होला होइन एकैछिनमा हाई भन्दैछ डुलाउँदै खुवाइदि अनि रोटी पकाएको थियो गाउँका रोटी यति खाइने हेर्नु न मम्मी देख्दा चाहिँ रुन्छ क्या हाल्ने हो अब ल अब चाहिँ हामी अर्को मामा घर जाँदैछौँ है त गाइज अब चाहिँ हामी अर्को मामा घर जाँदैछौँ मामा घरको टिको ननिकाल्नु पर्यो म त अब तपाईँ त सबै गएछ मेरो त अडिएको यसको नि गएछ मेरो त अडिएको अरे ल स्यानी हाम्रो स्थानीय साथी यता उता भनेर देखाउने मामा घर देखिँदैन हामीले अब हराउँदिन होला के हो एसिबिलिटी नै छैन त अन्त हो र फेरि गरेर आउनु फेरि मामा घर लाग्यो है हामी कान्छा मामाको नि भएको भए त नभ्याइने रहेछ धेरै सन्तान हुन फाइदा रहेछ नि त्यही त नि सन्तान थोरै हुनुको बेफाइदा छ ब्याग त्यहाँ राख्छ घाँस राखिराखि हेर हो यसले त नि बारी Oh my god, what a lovely views. Let's see. मगर आए है ल काफल हुन्छ कति बेला हो अस्ति फेदीमा पनि बेच्न लाने भनेको फेरि त्यत्रो धेर अनि फेरि अल्छी लागेर होइन टिप्नु यस्तो बाटो छ हामी जस्तो बाटो हिँड्दैछौँ सनीमै अझै एकदम डेन्जरस छ बिस्तारै हेर्दै आउनु ल अहिले चिप्लिन्छ नि टेक्ने बानी नभएर ल जाउँ उठ्ने सानीमा भाइ म बोकौँ आइपुग्यो त अब यहाँ दिनु म बस्छु
होइन ब्याग बोकेरै बोक्नु सकिहाल्छु नि कहाँ सक्छस् त ड्याम न ल हामी चाहिँ फाइनली मामा घर आइयो दिस इज आवर नेक्स्ट मामा घर मामा हाउस इज सर्टकट वे दिस इज ओल्ड वे आई थिङ्क यो चाहिँ पुरानो बाटो हो होइन ल आमा बुबा हिँड्ने बाटोहरू दिस इज भिलेज looking so beautiful looks so beautiful so elegant यता हेर्देऊ ल हाई भन्देऊ कहाँ हिँडेको टिका लाउन हिँडेको हो घाँस काट्न बिर उहिले होइन अहिले खुट्टै चल्दैन यहाँ बिजोग छ नि त यतिको त भेडा कि बाख्रा हो भेडा त नदेखेको नि त हो दिस इज मामा घर इज मामा नमस्ते मामा आइपुग्यो है हामीहरू मामा घर नमस्ते खै बाजु त्यसैले हाम्रो यहाँ सन्चै हुन्छ मामा नमस्ते मामा दाजु दाजु बहिनी ब्रदर सिस्टर साह्रै पो माया गर्नु हुँदो रहेछ धनी निक्ली गयो फेरि नमस्ते बाजु ल बसौँ ल राम्रो हुनुभएछ त हुन्छ नि ह्यान्डसम कति न्यामो तिमी के छ खबर यो ठुलो भयो क्या भङ्लाउँको टिका लाउन हिँडेछौँ हामी लुजौँ भित्रमा ब्युटिफुल डिजाइन हजुरबुवा ग्रान्डफादर हाम्रो टिका लाउने भयौँ यहाँ तपाईँ अमेरिका जाने हुनु भान्जो जापान जाने हुनु भान्जी अस्ट्रेलिया जाने हुनु किन देखेन उज्यालो बाहिर तपाईँलाई थाहा छैन अस्ट्रेलिया नै अस्ट्रेलिया नै अमेरिका भन्नु भन्नु भनेन खुट्टा धुक्नु छ पर्दैन नि काम त कति गरेको यो नक्कली छ नि काम कति गरेको हेर्नु न यहाँ जाँतारमा बाँधेको नि त मैले त्यो झुप्रे घरमा चाहिँ जाँता कुकुरले चुठाइदिन्थ्यो म रुपालाई भान्जीहरूलाई त होइन भान्जीहरू पनि स्याहार्नु त सबैलाई स्याहारेको है मैले आएर भान्जालाई भान्जीहरूलाई तर यता डुम्ले गाउँ होला सकिहाल्ला हामीलाई त यस्तै मासु भात नि गो हेलो गाइस म चाहिँ मामा घरको झ्यालबाट भ्यू हेर्दैछु है त यहाँबाट चाहिँ हजुरहरूले देख्न सक्नुहुन्छ एकदम रमाइलो पारिको भ्यू है त सुराल पो देखियो यो चाहिँ यसरी अङ्कलले के गर्दैछन् भन्ने भनेर हेर्ने ठाउँ क्याट पनि गाइस अहिले चाहिँ हामी घाँस काट्न जाँदैछौँ भेडा
खै हजुर भनिदेऊ हजुर यी सबै भेडा ब्याउँछन् पनि यिनीहरूले 3टा पाठा पाउँछ ए भाइलाई दिइरहेछु अरू कोही यो भर्खर ल्याएको ल्याउनु भएको नि यी लोकल हो नि लोकल हो नि उता गएर चाहिँ कुद्दै कुद्दै आयो यो काले पनि बाघ देखाउँदै हुन्छ मामाले यस्तै भिड देउताहरू यिनीहरू चलाउनु हुँदैन ढुङ्गा यी बल्ने ढुङ्गाहरू राति बोल्छ अब चाहिँ हाम्रो यहाँ खाना खाने बेला म्याउ के छ म्याउको खबर अब के अरे सोनियालाई पसिदिउँ त यो छोरीलाई पनि ए कति छिटो त नि राम्रो खाऊ न मामा खाऊ अब स्पेसल लोकल भात ले चाहिँ भाडा मस्काउँदै माम खाइसकेर भाडा मस्काउने मान्छे कति राम्री सुन्दर है लड़की लड़की सुंदर है हमारे गांव में ऐसे भाड़े इसको वाइट बनाना पड़ता है ल हामी सबै बस्यौँ है गाई चाहिँ होइन ट्याक्कसँगले ठाडो गर्छ मामा माइजू सानीमा बुइनी ल गाइस फाइनली अर्को मामा घरमा हामी हेलो हेलो भन्नु न क्वेसन सोधौँ ल पहिलो क्वेसन चाहिँ मामालाई जान्छ है त मामालाई मानेपछि होइन सबैभन्दा ठुलो प्राथमिकता चाहिँ मामालाई दिनु पर्यो नि ल मामालाई योपालिको दसैँ तिहार कस्तो लाग्दैछ त मलाई राम्रै जस्तो लाग्छ हजुर भान्जीहरू मामालामा आएको छन् दसैँ टिका लाउन खुसी लागिरहेछ ए खुसी हुनुहुन्छ हजुर ह्याप्पी दसैँ अनि फ्यामिलीमा के कस्तो चल्दैछ सबै राम्रै चल्दैछ नि मामा उहाँहरूको अब राम्रै छ होला तपाईँको तपाईँ खुसी हुनुहुन्छ परिवारमा अहिलेसम्म केहीमा दुःखमा छैन नि हजुर सानीमालाई खुसी लागिरहेको छ यता दाजुको घरमा एकदम खुसी लागेको छ अब धेरै वर्षमा म पनि आएँ हजुर खुसी लागेको छ धेरै खुसी होइन तपाईँले नि फर्स्टचोटि टिका लगाउनु भएको अरे दाजुको हातबाट दाजुको हात जन्मेबाट फर्स्टचोटि हामीले पनि जन्मेबाट फर्स्टचोटि मामा घरमा टिका लगाएको है हजुर त्यस्तै होइन पहिले भन्दा चेन्ज भएछ यता दाजुको घर तपाईँ माइत राम्रो भयो होइन दाजु सुध्रिनु कमाउनुहुन्छ जब गर्नुहुन्छ अरे हजुर यता माइजू यता चाहिँ हाम्रो माइजू हुनुहुन्छ माइजूलाई नि क्वेसन सोध्छु है म माइजूलाई कस्तो फिल भइरहेको छ त यो पालिको दसैँ तिहार हजुर हजुर सबैजना बसेर दसैँ मनाउँदाखेरि धेरै खुसी लागिरहेको छ हजुर दसैँ मनायो टिका लाउनु पायो होइन त्यो खुसीको कुरा हो तपाईँलाई कस्तो फिल भइरहेको छ त मामा घर आएर टिका लाउनु पायो यसरी बस्नु भएको छ यहाँ भाइ पनि छ हाम्रो मामाले आएको फर्स्टचोटि उदन ल तपाईँलाई कस्तो फिल भइरहेको छ भनिदिनु त एकचोटि मलाई पनि एकदम धेरै खुसी लागेको छ टिका लाउने रहर थियो सानैदेखि कस्तो हुन्छ होला जस्तो लाग्थ्यो अनि म पनि यसरी मामा घरमा गएर टिका लाउनु पाएँ कस्तो हुन्छ होला जस्तो लाग्थ्यो सानैदेखि सबैको देखिन्थ्यो होइन रहर इच्छा पुरा भयो एकदम रमाइलो लाग्यो मामा माइजूले यति धेरै माया गर्नुहुन्छ कहिल्यै बिर्सिन सक्दिनँ अनि त्यही माया सम्झेर पनि आउनु मन लाग्छ हजुर गर्नुहुन्छ है हजुर हजुर हाम्रो जति माया गर्ने मामा माइजू सायद कहीँ हुन नलागे एकदम एकदम अनि कति धेरै माया लाग्छ अनि मिस सम्झिन्छु भने चाहिँ एकदम खुसी लाग्छ अनि आउनु लाग्छ तर
खासै आउनु पाइँदैन। हजुर खासै आउनु पाइँदैन मतलब तपाईँ केमा बिजी हुनुहुन्छ त? हामी चाहिँ अब उतै गाउँमै काम गर्यो बस्यो अनि यता आउने त्यस्तो फुर्सद हुँदैन, मौका हुँदैन। हजुर यहाँ भाइ बहिनीहरू नि कति मिल्ने छन् है, कति याद आउँछ है। भाइ बहिनी त गड गिफ्टेड। कति माया गर्छ। जोनिसालाई कस्तो फिल भइरहेको छ त? लागेको छ तपाईँहरूसँग भेट भएर दिदीहरूसँग हजुर धेरै समयपछि। हजुर धेरै समयपछि भेट भयो, दसैँ मनाइयो होइन। ल सबैजनालाई ह्यापी दसैँ है, राम्रोसँग मनाउनु होला, खुसी हुनु होला, सेलिब्रेट गर्नु होला दसैँ मामा घर गएर होइन। मामा घर गएर आफ्नो आफ्नो घर गएर होइन मा। ल यति भन्दै आजको हाम्रो बात यहीँ सिध्याउँछु, धन्यवाद। सो गाइस खानेकुरा जङ्गली खानेकुरा मिठो रहेछ। मुख पो समाउँछ कि क्या शान्त? मिठो रहेछ, मिठो मिठो रहेछ। जिब्रो समाए त साँच्चीकै जिब्रो बुक्ठुङ बाक्लो बनाउँदो रहेछ। हामीले खानेकुरा भेटाइहाल्यौँ नि।